ल अब बनिरहेर सुन्नेलाई चाहिँ कस्तो कस्तो ठाउँमा लाग्छ त भन्दाखेरि भिएसटीमा फाक्षिम भएमा भिएसटीमा फाक्षिम फाक्षिम याद गर्नु पर्यो है। फाक्षिम भनेको अस्ति हामीले याद गरिसकेको छौँ। फाक्षिम भनेको अक्षरको तल कन्सोनेन्ट झुन्डिएर आएमा अक्षरको तल झुन्डिएर आउने अक्षरलाई नै के भनिन्छ फाक्षिम भनिन्छ। फाक्षिम हुनको लागि कन्सोनेन्ट झुन्डिएर आउनु पर्यो अथवा भवेल इन्डिङ भएमा भन्दा बुझ्दा पनि भयो, कन्सोनेन्ट इन्डिङ भएमा भन्दा बुझ्दा पनि हुन्छ। फाक्षिम भएमा लेख्थे मैले फाक्षिम भएमा चाहिँ सुन्निरा फाक्षिम छ भने सुन्निरा। ल भिएसटीमा म लेखिदिन्छु भिएसटीमा फाक्षिम नभएमा सुन्निरा भनेको छ है। बनिरा है बनिरा। अब मजाले बुझ्नुपर्ने कुरा चाहिँ अब छ है। अब के भन्नुभयो तपाईले भिएसटी भने के भन्ने लाग्ला हैन। फाक्षिम भनेको त लगभग बुझिसक्नु भयो। फाक्षिम भनेको अक्षरको तल झुन्किएर आउने कन्सोनेन्टलाई के भनिन्छ फाक्षिम भनिन्छ। अब हाम्रो नेपालीमा पनि के छ खानु जानु बस्नु पढ्नु अन्तिममा नु आएको छ हो। सबैमा चाहिँ के आछ खानुको पनि नु आयो, जानुको पनि नु आयो, बस्नुको पनि नु आयो, पढ्नुको पनि अन्तिममा नु आयो। अब यो नुलाई हटाएर हामी राम भात खान्छ बनाउने हामीले पनि म भात नुलाई हटाएर के हुन्छ खान्छु भन्छ। जानुको पनि नु छ, बस्नुको पनि अन्तिममा नु छ, पढ्नुको पनि अन्तिममा नु छ। यो नुलाई हटाएर अन्तिममा बसेको भागलाई चाहिँ यसलाई चाहिँ भिएसटी भन्ने भयो। दालाई हटाएर बाँकी बसेको अन्तिमको भागलाई के भन्दो रहेछ भिएसटी भन्दो रहेछ भनेर बुझ्नु भने सक्यो है। दालाई हटाएर बाँकी अन्तिमको भागमा जुन अक्षर बाँकी बस्छ त्यो अक्षर के भयो भिएसटी भयो। जस्तै यहाँ दुई चारवटा म लेखिदिन्छु है त। जस्तै क्रिया मक्ता मक्ता भनेको के हो त खानु। मक्ता भनेको चाहिँ खानु। त्यसै गरी अर्को इप्ता इप्ता भनेको लगाउनु। कपडाहरू लगाउनलाई के भन्छ इप्ता भन्ने भयो। ल अर्को त्यसै गरी छाता छाता भनेको सुत्नु। मजाले याद गर्नुस् ल, यो अलिक इम्पोर्टेन्ट पनि छ, एकैचोटिमा बुझ्नुहुन्छ तपाईले। सादा भनेको किन्नु। सादा भनेको किन्नु। खोदा खोदा भनेको हेर्नु। थुत्ता 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 भनेको चाहिँ सुन्नु। सुन्नु ल यसलाई याद गर्नुस् है त। मक्ता भनेको खानु तपाईले वर्ड पढ्नु भएको छ थाहा छ। इप्ता भनेको लगाउनु भयो, छाता भनेको सुत्नु भयो, सादा भनेको किन्नु रहेछ, खोदा भनेको हेर्नु रहेछ, थुत्ता भनेको सुन्नु। यो सामान्य मिनिङ हामीलाई आउँछ। अब याद गर्नुपर्ने कुरा के छ त भन्दाखेरि हाम्रो पनि खानुको अन्तिमको अक्षर नु छ, लगाउनुको अन्तिममा नु छ, सुत्नुको अन्तिममा नु छ, किन्नुको अन्तिममा नु छ, हेर्नुको अन्तिममा नु छ, सुन्नुको अन्तिममा के छ नु छ। जस्तै कोरियन भाषाको पनि अन्तिमको अक्षर के छ दा छ भनेपछि हाम्रो नेपालीको अन्तिमको भाग हटाइसकेपछि धातु भन्छ हो। धातु भन्छ। अन्तिमको नुलाई हटाएर बाँकी बसेको भागलाई धातु भन्छ। कोरियनपट्टि जाने हो भने अगन भन्छ। अगन भनेको धातु भयो। अब हामीले चाहिँ भिएसटी भनेको इङ्ग्लिसपट्टि गयौँ है त। ल अब अन्तिमको दालाई हटाएर बाँकी बसेको भाग के रहेछ भिएसटी रहेछ। अब दोस्रोमा जाउँ। अन्तिमको दालाई हटाइसकेपछि बाँकी बसेको भागको बारेमा याद गरौँ है त। अन्तिमको दा हटाउने अन्तिमको दा हटाउने दा हटाइसकेपछि दा भन्दा अघिल्लो अक्षरसम्म के छ यति हैन त। दा भन्दा अघिल्लो अक्षरसम्म मक मात्रै छ। अब यसमा फाक्षिम छ कि छैन त्यही हेर्ने। फाक्षिम छ कि छैन त अक्षर झुन्डिएको छ कि छैन अक्षर झुन्डिएको छ। अक्षर झुन्डिनु भनेको फाक्षिम हुनु हो। कन्सोनेन्ट झुन्डेर आउनु पर्यो है।
कन्सोनेन्ट ग भनेको कन्सोनेन्ट हो, कन्सोनेन्ट झुन्डेर आएमा के हुन्छ फाच्छिङ हुन्छ। अब यहाँ BSD मा फाच्छिङ भएमा सुन्निदा राख्ने भनेको छ है। भनेपछि जस्ताको तस्तै के भयो अब उतापट्टि सुन्निदा राख्नु पर्यो हामीले। अब यो चाहिँ मक्सुन्निदा सुन्निदा। अब यो के थियो मक्ता भनेको खानु थियो भने अब मक्सुन्निदा आयो। किन सुन्निदा आयो त भन्दाखेरि अन्तिमको अक्षर झुन्डिएको छ अथवा फाच्छिङ छ। फाच्छिङ भएमा सुन्निदा राख्ने भनेर हामीले माथि सूत्रबद्ध तरिकाले लेखेकै छौँ। भने चाहिँ मक्सुन्निदा। यसको अर्थ चाहिँ अघि यो मक्ता भनेको खानु थियो भने अब खान्छु भयो। खान्छु हो। राम भए खान्छ। सीता भए के हो त खान्छिन्। धेरैजना छन् भने के भयो खान्छन्। आफू सायद धेरैजना हुन्छ भने खान्छौँ भयो। बुबा हुनुहुन्छ भने खानुहुन्छ भयो। यो चाहिँ आवश्यकता अनुसार अगाडि कर्ताको हुन्छ त्यही अनुसार बुझ्ने कुरा भयो है। ल एउटै अर्थ चाहिँ हाम्रो नेपालीमा खान्छु पनि फरक लेख्नु पर्यो, खान्छ पनि फरक फरक लेख्नु पर्यो। भनेपछि कोरियन भाषामा चाहिँ अगाडि कसले खाइरहेको छ, रामले खाइरहेको छ भने राम भात खान्छ। अब सीताले खाइरहेको छन् भने सीता भात खान्छिन्। यति लेख्दा पुग्छ। अगाडि कर्ताको छ, कर्ता अनुसार बुझ्ने भयो। दोस्रोमा जानुस् इप्ता। इप्ताको पनि अन्तिमको दालाई हटाउने। अन्तिमको दालाई हटाउने बुझ्नुस् है राम्रोसँग। अन्तिमको दालाई हटाउनु भन्दा अघिल्लो अक्षरसँग याद गर्ने इप हो हैन त। यो दालाई हटाइसकेपछि दा भन्दा अघिल्लो अक्षर के छ त इप छ। अब BSD मा फाच्छिङ छ कि छैन अब फाच्छिङ छ। दा भन्दा अघिल्लो अक्षर याद गर्ने फाच्छिङ छ। फाच्छिङ भएमा के राख्ने त माथिको जस्तै BSD मा फाच्छिङ भएमा सुन्निदा राख्ने भन्छ। जस्ताको तस्तै सुन्निदा ल्याएर यहाँ राख्ने सुन्निदा। अब पुरै उच्चारण के भयो त अब इप्ता भनेको लगाउनु मात्र थियो भने अब इप सुन्निदा भनेको चाहिँ अगाडि कसले लगाउँदैछ, लगाउने कर्ता को हो त राम छ भने लगाउँछ, सीता छन् भने लगाउँछिन्, धेरैजना छन् भने लगाउँछौँ, आफू चाहिँ धेरैजना हुनुहुन्छ भने लगाउँछौँ, आदर गर्नुपर्ने मान्छे सम्मान गर्नुपर्ने मान्छे हुन्छ भने लगाउनुहुन्छ भन्ने अर्थ चाहिँ यसरी गरे। राम भए लगाउँछ, सीता भए लगाउँछिन्, कर्ता आफैले लगाउँदैछ भने के भयो त लगाउँछु, लगाउँछु। थोरै स्पेस यहाँ सानो अक्षर लेखिदिन्छु। आफूभन्दा आदर गर्नुपर्ने मान्छे ठुलो मान्छे हुनुहुन्छ भने के हुन्छ त लगाउनुहुन्छ। ल अब धेरैजना छन् भने लगाउँछौँ, आफू बाहेक धेरैजना छन् भने लगाउँछन्। यसरी बुझ्ने होला है। कर्ताको छ छुट्टा छुट्टै लेखिराख्नु पर्दैन। हाम्रो चाहिँ छुट्टा छुट्टै लेखिराख्नु पर्छ भने कोरियन भाषामा चाहिँ कसले लगाइरहेको छ, रामले लगाइरहेको छ भने राम लुगा लगाउँछ भयो, सीताले लगाइरहेको छन् भने सीता लुगा लगाउँछिन् भयो, आफै हुनुहुन्छ भने म कपडा लगाउँछु वा लुगा लगाउँछु भयो, आदर गर्नुपर्ने अथवा सम्मान गर्नुपर्ने मान्छे भए लगाउनुहुन्छ भयो, धेरैजना छन् भने लगाउँछौँ भयो, आफू बाहेकको धेरैजना छन् भने लगाउँछन् भयो है। अर्कोलाई पनि याद गर्नुहोस्, मजाले हेर्नुहोस् है यो। ल अर्कोमा छ छाता। छाता भनेको सुत्नु। अब दालाई त राख्न नपाइँदो रहेछ। अब दालाई दा बाहेक अघिल्लो अक्षरसँग सारौँ है त हामी। के आयो छा आयो हो। अब फाच्छिङ छ कि छैन त्यसमा भन्ने कुरा हेर्ने। फाच्छिङ छ त फाच्छिङ त छैन, अन्तिमको अक्षरमा फाच्छिङ छैन। यो फाच्छिङ नभएमा चाहिँ बनिदा राख्ने भनेको छ। अब बलाई माथि लगाएर राख्नु त मिल्दैन। बलाई माथि नै सूत्रबद्ध तरिकामा हामीले थोरै तल राखेको छौँ। जस्ताको तस्तै यहाँ पनि कहाँ जान्छ तल जाने भयो छाम। अब निदा चाहिँ माथि जस्ताको तस्तै निदा। अब यसलाई यसरी लेख्यो भने पाइँदैन, म अहिले मेटिदिन्छु। जस्तै छाता भनेको सुत्नु। अब अन्तिमको दालाई हटाएर अघिल्लो अक्षरसम्म के छ त फाच्छिङ छैन हो। दालाई हामीले हटाइदियौँ, अब छा मात्रै आयो, फाच्छिङ छैन। फाच्छिङ नभएमा के राख्ने, फाच्छिङ नभएमा बनिदा राख्ने भनेको छ त भनेको छ। तर यो बलाई चाहिँ यहाँ बीचमा ल्याएर राख्यो भने यो मिल्दैन हो, यो रङ हुन्छ। ब कहाँ लानु पर्यो, ब चाहिँ तल लानु पर्यो अनि बल्ल के हुन्छ यो ठिक हुन्छ है। बलाई चाहिँ बीचमा एक्लै लगाएर राख्दिन पाइँदैन। अब छाम्निदा यसरी भयो।
अब छादा भनेको अघि यतापट्टि हेर्नु त के थियो, यहाँ दाला इन्डु लगाइदा नै क्लियर हुन्छ। छादा भनेको सुत्नु थियो, सुत्नु थियो भने अब के भयो, तपाईँ आफै हुनुहुन्छ भने सुत्छु भयो, सुत्छु। राम हो भने, सुत्ने मान्छे चाहिँ राम हो भने के भयो त, सुत्छ। सुत्ने मान्छे चाहिँ सीता हो भने सुत्छिन्। सुत्ने कर्ता चाहिँ धेरैजना छन् भने के भयो, सुत्छन्। आफू सहित धेरैजना हुनुहुन्छ भने के भयो, सुत्छ। ल अब आधार गर्नुपर्ने मान्छे हुनुहुन्छ भने सुत्नुहुन्छ हो। माथि छुटेको पनि हुनसक्छ, कर्ता को छ त्यही अनुसार बुझ्ने कुरा भयो है त। त्यो चाहिँ अर्को हेर्नुहोस्, खोदा सादा छ बिचमा, सादा सादाको पनि यता हेर्नुहोस्, अन्तिमको दा हटाउने, अन्तिमको दा हटाउने, दालाई हटाइसकेपछि हटाउने बित्तिकै फाँचिन्छ कि छैन, हटाउने बित्तिकैको लगत्तै अक्षरमा फाँचिन्छ कि छैन। हो दालाई हटाएपछि अन्तिममा बाँकी बसेको अक्षर नै के हो त, यष्टि हो है त। जस्तै सादाको अन्तिमको दालाई हटाएर दा नसार्ने, अब सा मात्रै आयो, अक्षर झुन्डेको छ त, अक्षर झुन्डेको छैन। अक्षर नझुन्डिनु भने के हो त, फाँचिन नहुनु हो। अब फाँचिन भएमा के राख्नुहुन्छ, सुन्दा राख्नुहुन्छ, यहाँ त फाँचिन छैन। फाँचिन नभएमा बनिँदा राख्ने भन्छ, बलाई यहाँ बिचमा लगाएर राख्न पनि पाइँदैन। भनेपछि बलाई कहाँ राख्नु पर्यो त, अक्षरको मुनि राख्नु पर्यो। अब मैले फाँचिन बनाइदिने है, अब मैले फाँचिन बनाइदिने, बलाई चाहिँ कहाँ लगाएर राख्दा भन्दाखेरि ब चाहिँ यहाँ तल जान्छ है। अब सादा थियो भने सा ब यहाँ तल गयो, निदा बाँकी छ, निदा चाहिँ जस्ताको जस्तै माथि आएर बस्नु भयो, सामनिदा हो, सामनिदा। अब यसको अर्थ के भयो त, अब सादा भनेको के थियो, यता हेर्नु होला, सादा भनेको किन्नु थियो भने अब किन्ने मान्छे चाहिँ राम हो भने राम किन्छ हो, रामले सामान किन्छ भयो। सीता छ भने किन्छन्, यही एउटा वर्डले नै धेरै थरी बुझाउने भयो, फरक फरक लेखिराख्नु परेन। जस्तै सादा भनेको किन्नु थियो, अब किन्ने मान्छे कर्ता तपाईँ आफै भए किन्छु, राम छ भने किन्छ, सीता छन् भने किन्छन्, धेरैजना छन् भने किन्छन्, आफू सहित धेरैजना हुनुहुन्छ भने किन्छौँ, आधार गर्नुपर्ने मान्छे हुनुहुन्छ भने किन्छौँ हुने भयो। जस्तै किन्ने कर्ता चाहिँ म हो भने किन्छु भयो, राम छ भने किन्छ, सीता छन् भने किन्छिन्, किन्छिन् किन्छे एउटै हो है। त्यसपछि अर्को छ, आधार गर्नुपर्ने मान्छे हुनुहुन्छ भने किन्नुहुन्छ, किन्नुहुन्छ। त्यसपछि धेरैजना हुनुहुन्छ भने किन्छौँ, किन्छौँ। अब आवश्यकता अनुसार बुझ्ने कुरा भयो, मैले पछाडि डट डट छोड्ने, माथिको जस्तै नै हो यो हैन त। कसले गर्दैछ त्यही मान्छे अगाडि लानु त हामीलाई आउँछ। जस्तै मैले किन्छु भने म किन्छु भयो, सीताले सीताले चाहिँ किन्ने हो भने कर्ताको भयो त सीता, किन्छिन् भयो, राम छ भने किन्छन् किन्छ भयो, आधार गर्नुपर्ने मान्छे हुनुहुन्छ भने किन्नुहुन्छ भयो, अगाडि किन्ने मान्छेको थियो त्यही अनुसार अर्थ लाग्ने रहेछ, अगाडिकोले नै फरक फरक भएन हो। अब अर्कोमा जानुहोस्, के छ, खोदा छ, अन्तिमको दालाई हटाउने, अन्तिमको दालाई हटाएपछि अब फाँचिन छ कि छैन त्यो कुरा याद गर्नु। खोदाको दालाई हामीले हटायौँ, अब फाँचिन छ कि छैन त, अब एकजनालाई सोधौँ है त, अब फाँचिन छ कि छैन, दुईजनालाई मात्रै सोध्छु ल, जो पर्नुहुन्छ पर्नुहुन्छ। ल अस्मिता, खोदाको अन्तिमको दा हटाउँदाखेरि फाँचिन छ कि छैन, अस्मिता हजुर, फाँचिन छ कि छैन, फाछिम छैन। छैन। हजुर, विजय हुनुहुन्छ, विजय फाँचिन छ कि छैन, विजय तामाङ ए हजुर सर, छैन छैन। फाँचिन छैन, तल ओ झुन्डेको छ त, यहाँ झुन्डेको छ त यी, त्यो भवेल हो नि त सर, त्यही ओके यति बुझ्नु पर्यो है त। यो भवेल हो, भवेल झुन्डेमा फाँचिन हुँदैन है त, बुझ्न चाहेको कुरा यति हो। ल फाँचिन छैन, फाँचिन नभएमा हामी कहाँ जानु पर्यो, फाँचिन नभएमा बनिँदा राख्ने भन्छ। अब बनिँदा बिचमा ल्याएर राख्न पाइयो त, अब पाइएन, बिचमा बलाई कहाँ लानु पर्यो, अझै तल लानु पर्यो, होम आयो। अब निदा जस्ताको जस्तै माथि, होम निदा भयो। अब खोदा भने के थियो त, हेर्नु थियो भने अब हेर्ने मान्छे तपाईँ आफै हो भने हेर्छु भयो हो, सीता हो भने हेर्छिन् भयो,
हेर्ने मान्छे चाहिँ आदर गर्नुपर्ने मान्छे दाइ हुनुहुन्छ भने के भयो त हेर्नुहुन्छ भयो है हेर्नुहुन्छ। हेर्ने मान्छे धेरैजना छन् भने चाहिँ हेर्छन् हुन्छ भने हेर्ने मान्छे आफू सहित धेरैजना हुनुहुन्छ भने हेर्छौँ भयो। ल यसरी चाहिँ हुने रहेछ भनेर याद गर्नु पर्यो है त। अब अन्तिममा एउटा हेर्नुहोस् छाता। छाता भनेको के रहेछ सुत्नु रे सरी थुत्ता। थुत्ता भनेको सुत्नु हो भने अन्तिमको दालाई हटाइदिने। अब फाँचिन्छ कि छैन त दालाई हटाउने बित्तिकैको अक्षर फाँचिन्छ। के छ फाँचिन्छ भन्दाखेरि त झुन्डेको छ तल तल झुन्डेमा त उच्चारण गर्ने भनेर अस्ति नै पढ्नु भएको थुत्ता थियो अब थुत मात्रै भयो। अब फाँचिन्छ फाँचिन भएमा सुन्निदा राख्ने जस्ताको तस्तै यही सुन्निदालाई ल्याएर पछाडि राखिदिने। अब सुन्निदा अब पुरै उच्चारण के भयो थुत्सुन्निदा भयो। थुत्सुन्निदा भनेको चाहिँ अब थुत्ता भने के थियो सुन्नु थियो भने अब तपाईँ सुन्ने मान्छे तपाईँ आफै हो भने के भयो त सुन्छु भयो। सुन्ने मान्छे चाहिँ राम हो भने सुन्छ भयो। सुन्ने मान्छे चाहिँ सीता हो भने सुन्छिन हुने भयो। सुन्ने मान्छे चाहिँ आदर गर्नुपर्ने मान्छे हुनुहुन्छ भने अथवा दाइ दिदी हुनुहुन्छ भने के भयो त सुन्नुहुन्छ भन्ने भयो। सुन्नुहुन्छ। ल धेरैजना छन् भने सुन्छन् भयो। आफू सहित धेरैजना हुनुहुन्छ भने सुन्छौँ भयो। आवश्यकता अनुसार बुझ्ने कुरा भयो। ल सर र सार्नुलाई एकचोटि यसमा पनि कसैलाई कन्फ्युज छ भने फेरि सोध्नु होला है त। कन्फ्युज नहुनुहोस् है भर्खर सुरु गर्न लागेको छौँ कन्फ्युज नभइकन सोध्नु होला। अथवा केही सोध्नु छ केही समस्या छ भने सर र सार्न पनि सँगसँगै सार्ने होइन सार्न छोड्नु भएन। सँगै सार्ने सँगसँगै गर्ने नबुझेको कुरा ट्याक्क राखिहाल्ने। सर फेरि एकचोटि भनिदिनु न। हजुर फेरि भनिदिनु न। सबै कि कुन हजुर सबै एकचोटि बुझाइदिनु न। सबै बुझ्नु भएन बिचमा आउनु भएको कि कहाँदेखि भन्नुपर्छ सुरुदेखि हुनुहुन्थ्यो। हजुर सुरुदेखि थियो तर अलिअलि नबुझिरहेको छ अलिक भन्नु ल न। अब के बुझ्नु पर्यो तपाईँले एक नम्बरमा भन्दाखेरि फाँचिम भने के भन्ने बुझ्नु पर्यो। फाँचिम भनेको अक्षरको तल झुन्डिएर आउने कन्सोनेन्टलाई के भनिन्छ फाँचिम भनिन्छ। फाँचिम भन्ने बुझ्ने बित्तिकै के बुझिन्छ यो बुझिन्छ। अब फाँचिम भएमा सुन्निदा राख्ने भन्छ दालाई हटाइसकेपछि फाँचिम छ कि छैन त्यही कुरा याद गर्ने भयो है। अब फाँचिम भएमा सुन्निदा राख्ने भन्छ यास्तीमा फाँचिम नभएमा बनिदा राख्ने भन्छ। हामीले मेन पढ्दैछ त बनिदा र सुनिदा भने के रहेछ त छ छु छौ छन् हुनुहुन्छ छिन् हो। यही कुरा चाहिँ जस्तै राम भात खान्छ आयो म भात खान्छु छुको कुरा आयो हामी भात खान्छौँ छौको कुरा आयो होइन त अगाडि कर्ताको छ त्यही अनुसार बुझ्ने भयो। अब हेर्नुहोस् अन्तिमको दालाई हटाइसकेपछि अन्तिमको दालाई हटाउने फाँचिम छ कि छैन याद गर्ने। फाँचिम छ फाँचिम छ फाँचिम भएमा यहाँ जाने फाँचिम भएमा सुन्निदा राख्ने भनेको छ यही दालाई हटाएर त्यही माथिको सुन्निदा जोडेको है। यसलाई तल्लोमा जाउँ अन्तिमको दालाई हटाइयो गोल लगाइदियो मैले अन्तिमको दालाई हटाइयो दालाई हटाउने बित्तिकै फाँचिम छ कि छैन त्यति याद गर्ने। फाँचिम छ के छ ब फाँचिम छ। अब फेरि माथि नै जाने फाँचिम भएमा सुन्निदा राख्ने भन्छ यही सुन्निदालाई जस्ताको जस्तै यहाँ राखिएको छ इप सुन्निदा भयो। तलमा जानुहोस् छाता। छाता भनेको सुत्नु दालाई हटाइयो जस्तै हाम्रो नेपालीमा पनि मैले अघि सुरुमै भनेको थिएँ खानुको खानु बनाउनु पर्यो भने नुला हटाउनु पर्छ हो। लगाउनुको लगाउँछु बनाउनु पर्यो भने नुला हटाउनु पर्छ। दालाई हटाएको। अब दालाई हटाउँदाखेरि दा हटाउने बित्तिकै फाँचिम छ कि छैन त भन्दाखेरि अक्षर झुन्डिएको छैन। अक्षर झुन्डिनु भनेको कन्सोनेन्ट झुन्डिएमा मात्रै फाँचिम हुन्छ भनेर हामी पढिसक्यौँ। अक्षर त झुन्डिएको छैन। झुन्डिएको नभएमा के राख्दै फाँचिम नभएमा बनिदा राख्ने भनेको छ जस्ताको जस्तै बलाई तल राख्ने निदा माथि। अब छाम्निदा भयो हो। अब यसको अर्थ त तपाईँले बुझिसक्नु भयो। सुत्ने मान्छे आफै हो भने सुत्छु भयो। सुत्ने मान्छे राम हो भने सुत्छ भयो। सुत्ने मान्छे सीता हो भने सुत्छिन् भयो भने सुत्ने मान्छे धेरैजना छन् भने सुत्छ भन्ने भयो। आफू सहित धेरैजना हुन्छ भने सुत्छौँ भयो भने आफूले आदर गर्नुपर्ने मान्छे हुन्छ भने के भयो त सुत्नुहुन्छ भन्ने अर्थ भयो है। तल पनि हेर्नुहोस् अन्तिमको दालाई हटाएको फाँचिम छ कि छैन फाँचिम छैन। फाँचिम नभएमा के राख्ने बनिदा राख्ने जस्ताको जस्तै बनिदैलाई राखेको छैन के पनि छैन होइन। तल खोदाको पनि अन्तिमको दा हटायो दालाई हटाउने बित्तिकै फाँचिम छ कि छैन
फाँचिम छैन। ओ छ झुन्डेको छ, अक्षर ओ झुन्डिनु भनेको भवेल हो, भवेल झुन्डेमा फाँचिम हुँदैन। हामीले फाँचिमको नियममै के पढिसक्यौँ त, अक्षरको तल झुन्डिएर आउने कन्सोनेन्टलाई मात्रै फाँचिम भनिन्छ भनेर पढ्यौँ। अब ओ त कन्सोनेन्ट भित्र पर्दैन, ओ भनेको त भवेल हो, त्यसैले बनिदा नै आयो यहाँ पनि, फाँचिम छैन, त्यसैले बनिदा हो। अब थुत्ता, थुत्ताको पनि अन्तिमको दा हटाइयो, फाँचिम के छ त, द फाँचिम छ, फाँचिम भएमा सुन्निदा राख्नु भन्छ, यही सुन्निदा ल्याएर पछाडि टिपिदिएको हो, थुत सुन्निदा भयो यसरी। ल सार्नु होला है, सार्नु होला। अस्ति हामीले विभक्तिहरू याद गरेको थियौँ होइन, विभक्तिहरू पनि बिर्सिनु भएन, विभक्तिहरू पनि सँगसँगै जस्तो चाहिँ पढ्नु पर्यो। अस्ति ल विभक्ति, विभक्ति के पढाएको थियो अस्ति हामीले, छोसा भनेर पढाएको थियौँ होइन, ले, लाई, चाहिँ, मा, बाट हो, यस्तो कुराहरू पढेको थियौँ। अब आज चाहिँ हामी यो सिक्छौँ। यो सिकेपछि भोलिदेखि तपाईँहरूले बिस्तारै चाहिँ म चाहिँ भातलाई खान्छु भनेर पढ्नुहुन्छ होइन। हाम्रो नेपाली भाषामा चाहिँ म भात खान्छु भन्यो भने सकियो, तर कोरियन भाषामा चाहिँ को चाहिँ खान्छ, केलाई खान्छ, टिक्नुपर्छ, तोक्नुपर्छ भनेको छ। त्यसैले यो कुराहरू चाहिँ कन्फर्म हुनु होला। यसमा नै तपाईँहरू अल्झिएर बस्नु भएन। समस्या छ भने चाहिँ सोधिहाल्नु पर्यो। म समस्या छ भने 10 चोटि भए पनि भनिदिन्छु, तर आउने चाहिँ हुनु पर्यो है। अनि कन्टिन्यू पनि गर्नु पर्यो। जस्तै अस्ति विभक्तितिर मिस भएको साथीहरू छ भने अलिअलि कन्फ्युज हुन्छ, मिस नहुने, कन्टिन्यू चाहिँ आउनु पर्यो है, क्लास रेगुलर चाहिँ हुनु पर्यो। जस्तै 2 दिन आउने, भ्याएको बेलामा आउने, नभ्याएको बेलामा नआउने, त्यस्तो गयो भने पनि अलिक समस्या हुन्छ। अलिकति टाइम म्यानेज गरेर आउनुपर्छ। ल सारिसक्नुभयो, सार्नु होला है सर। र अनि 1-2वटा अझै म प्र्याक्टिस गराइदिन्छु, सकिहाल्नुहुन्छ। फेरि प्र्याक्टिस गराइदिन्छु म। ओके सर। ल सारिसक्नु भएको है, अझै 2-4वटा हेर्नुहोस् है त। ल फेरि हेर्नुहोस्, म एकचोटि सर र 2-4वटा अझै थपिदिन्छु, जानी आउनु नगर्नु है। ल हेर्नुहोस्, 1 नम्बरमा तपाईँले के बुझ्नु पर्यो त, भिएसटी भन्ने बुझ्नु पर्यो। भिएसटी भनेको के रहेछ भन्दाखेरि अन्तिमको क्रिया हुन्छ नि, जानु, आउनु, बस्नु, पढ्नु, सुत्नु होइन, मिठो हुनु, मिठो नहुनु, यो सबैको अन्तिममा के आउँछ, दा आउँछ। हाम्रो नेपालीमा आएको नु आएको जस्तै कोरियन भाषामा के आउँदो रहेछ, दा आउँदो रहेछ भनेर बुझ्नु पर्यो। फेरि तपाईँले कोरियन भाषामा नु भन्नु र नेपाली भाषामा नु भन्नु र कोरियन भाषामा दा भन्नु त एउटै हो रे भनेर बुझ्नुभयो भने के हुन्छ, त्यो कुरा गलत हुन्छ होइन। दाको केटी मान्छे भनेपछि पढेर गएपछि धेरै ठाउँमा दा आउँछ, तर क्रियामा चाहिँ, क्रिया भनेको के हो त, काम होइन त, विशेषण। विशेषण भनेको के हो त, वस्तुको दोष अथवा गुण जनाउनुलाई के भन्छ, विशेषण भनिन्छ। अब यसमा चाहिँ हाम्रो नेपालीमा नु आएको जस्तै कोरियन भाषामा पनि दा आउँदो रहेछ, दालाई हटाएर अब यो दुईटामा कुन चाहिँ राख्ने भन्ने कुरा हो होइन त। हाम्रो नेपालीमा चाहिँ के छ, राम भात खान्छ, यो खान्छ भन्ने शब्द फरक लेख्नुपर्छ हो। सीता भात खान्छिन्, यो खान्छिन् भन्ने अर्थ फरक लेख्नुपर्छ। तर कोरियन भाषामा चाहिँ यो दुईटामा कुन चाहिँ लाग्ने, एउटा जोडिसकेपछि के हुन्छ, अगाडि कर्ता को छ त्यही अनुसार बुझ्ने कुरा भयो। अगाडि सीताले भात खाइरहेको छ भने अथवा खान्छिन् भने चाहिँ उनी खान्छी भयो। अब खाने मान्छे चाहिँ राम हो भने के भयो त, खान्छ भयो। खाने मान्छे चाहिँ बुबा हुनुहुन्छ भने के भयो, खानुहुन्छ भयो। खाने मान्छे चाहिँ धेरैजना हुनुहुन्छ भने खान्छौ भयो। एउटै शब्दले चाहिँ जनाउने भयो। अब यहाँ 2-4वटा लेखिदिन्छु म, हेर्नुहोस् है त एकचोटि। जस्तै ओदा, ओदा भनेको के भनेर पढ्नुभयो त, आउनु भनेर पढ्नुभयो होइन। ओदा भनेको आउनु। अब खादा,
खादा भनेको के भनेर पढ्नुभयो जानु भनेर मिनिङहरु अस्तितिर मैले अलिअलि पढ्नु भनेर पढाइरहेको छु मिनिङ पनि सँगसँगै याद गर्नु पर्यो खादा भनेको चाहिँ जानु त्यस्तै गरी अर्को मासिदा 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 भनेको पिउनु हो मासिदा भनेको पिउनु सित्ता अब सित्ता भनेको पखाल्नु सित्ता भनेको के रहेछ पखाल्नु मुत्ता मुत्ता भनेको सोध्नु अब मैले पनि लेखिदिन्छु ओदा भनेको आउनु आउनु खादा भनेको जानु मासिदा भनेको पिउनु सित्ता भनेको पखाल्नु पखाल्नु अथवा धुनु त्यसपछि मुत्ता भनेको सोध्नु सोध्नु अब तपाईले यहाँ बुझ्नु पर्यो नेपालीमा के छ आ उ नु छ हो अब नुला हटा भने के हुन्छ आउ मात्रै हुन्छ अर्को जानु छ नुला हटा भने जा भयो हो पिउनुको पनि अन्तिमको नुला हटा भने पिउ भयो पखाल्नुको पनि अन्तिमको नुला हटा भने पखाल मात्रै भयो आदि ल आयो सोध्नुको पनि अन्तिमको नु हटा भने सोध मात्रै आयो हो अब यसको दालाई हटाएर यही जोड्ने हो बनिदा र सुनिदा मध्ये कुन चाहिँ लाग्छ त्यही जोड्ने कुरा भयो जस्तै यहाँ हेर्नुस् है त अन्तिमको दालाई हटाइयो अब फाछिन छ कि छैन भन्ने कुरा हैन त दालाई हटाइसकेपछि बाँकी बसेको भाग अन्तिमको भाग के रहेछ यास्टी रहेछ अब अन्तिमको भागमा फाछिन छ कि छैन यही कुरा हेर्दै त यहाँ माथि हेर्दै त अलि हैन त अब माथि अहिले चाहिँ माथि हेर्ने भोलिसम्म चाहिँ के गर्ने दिमागमै राख्ने कुरा गर्नु पर्यो है त अब फाछिन छैन यो तल झुन्डेर आएको छ त भन्ने कुरा भयो नि यो होइन किन त यो भवेल हो भवेल झुन्डेर आयो भने के हुँदैन फाछिन हुँदैन अब फाछिन नभएमा बनिदा राख्ने भन्छ अब बनिदालाई मैले माथि सूत्रबद्ध तरिकाले थोरै तल राखेको छु थोरै तल राखेको छु ब कहाँ जान्छ त तलै जान्छ है ओम नि दा ओम्निदा भयो यसको अब पुरै उच्चारण चाहिँ ओदा भनेको एउटा क्रिया आउनु मात्रै थियो भने अब ओम्निदा भइसकेपछि चाहिँ आउने मान्छे को हो त्यही अनुसार बुझ्नु पर्यो जस्तै राम आउने मान्छे हो भने राम आउँछ भयो सीता आउने मान्छे हो भने सीता आउँछ भयो हो यही एउटा अर्थले चाहिँ पुरै कर्ता को हो त्यही अनुसार बुझ्ने कुरा भयो फरक फरक लेखिराख्नु परेन जस्तै ओदा भनेको आउँथ्यो भने अब ओम्निदा भनेको चाहिँ तपाई आउने मान्छे तपाई आफै हो भने आउँछु भयो आउँछु भयो आउने मान्छे तपाई आफै भए आउँछु सीता हो भने के भयो त आउँछिन् आउने मान्छे सीता हो भने आउँछिन् भयो राम हो सीता सरी आउने मान्छे चाहिँ राम हो भने के भयो त आउँछ भयो अब यो कर्ताको छ त्यही अनुसार बुझ्ने कुरा हो मैले पुरै लेखिन अहिले बोर्डमा पनि थोरै नोट लाग्नु भयो अघिकोमा पुरै लेखिदिएको छु मैले मजाले हेर्ने अब आउने मान्छे बुबा हुनुहुन्छ भने अब यही शब्दले चाहिँ आउनुहुन्छ भयो हो फरक लेखिराख्नु परेन यही मान्छेहरु चाहिँ धेरै जना चाहिँ छन् भने आउने मान्छेहरु कर्ता चाहिँ धेरै जना छन् भने यही शब्द चाहिँ के भयो त आउँछन् भयो आफू सहित धेरै जना आउने कर्ता हुनुहुन्छ भने के त आउँछौं हुने भयो है ल दोस्रो जानुस् खादा खादा भनेको जानु अन्तिमको दालाई हटाउने काम यति हो अन्तिमको दालाई हटाइसकेपछि फाछिन छ कि छैन त्यति हेर्ने यो खादा भने के भयो त भिएसटी भयो हो भिएसटी मा फाछिन छ कि छैन फाछिन त छैन फाछिन नभएमा यहाँ पनि के राख्ने भिएसटी मा फाछिन नभएमा बनिदा राख्ने भनेको छ यही बनिदालाई जस्ताको तस्तै टिकेर ल्याएर यहाँ राख्दिने हो हैन त ब तल छ तल राख्नु पर्छ तलै जाने भयो खाम भयो अब निदा के भयो त माथि जाने भयो खामनिदा भयो हो खामनिदा अब खादा भनेको के थियो त खादा भनेको जानु थियो भने अब जाने मान्छे अथवा जाने कर्ता चाहिँ तपाई आफै हुनुहुन्छ भने जान्छु भयो सीता हो भने जान्छिन् भयो राम हो भने जान्छ भयो ल जाने मान्छे चाहिँ आधार गर्नुपर्ने मान्छे हुनुहुन्छ भने जानु हुन्छ अथवा धेरै छन् भने जान्छन् हैन जान्छौं फरक कुराहरु भइहाल्यो अर्कोमा छौं मासिदा मासिदा भनेको के हो त
पिउनु, यतापट्टि लेखेको छु पिउनु। अन्तिमको दा हटाउँदाखेरि दालाई हटाउने फाछिम छ कि छैन त्यही कुरामा याद गर्ने भयो। जस्तै मासी, यति होइन त, दा भन्दा अघिल्लोसम्म अक्षर। अब यसको अन्तिमको अक्षर भनेको कुन हो त? यहाँ हो है। होइन यसको अन्तिमको अक्षर फाछिम छ त छैन? अन्तिमको अक्षर त के हो? ई हो, अथवा फाछिम छैन। अब यसलाई भवेल इन्डिङ भनेर बुझ्न पनि सकिन्छ, कन्सोनेन्ट इन्डिङ भनेर बुझ्न पनि सकिन्छ। मैले सिधै फाछिमहरूलाई धेरै मान्छेलाई सजिलो हुन्छ र फाछिमको कुरा गरेको। फाछिम छैन, फाछिम नभएमा फेरि फाछिम नभएमा बनिदा राख्ने भनेको छ, बनिदा जस्ताको जस्तै। बलाई कहाँ लाने? तल लाने। अब मासिम निदा कहाँ छ? माथि छ, यसलाई माथि नै लाने, मासिम सर निदा भयो। अब सर मासिम क्यामेरा अफ पिउँछु भइसक्यो। थियो भने अब के भयो त्यसको अर्थ? पिउँछु भयो। पिउने मान्छे तपाईँ आफै हो भने, कर्ता चाहिँ तपाईँ आफै हो भने पिउँछु भयो हो। पिउने मान्छे चाहिँ राम छ भने के भयो त? पिउँछ भयो। राम पानी पिउँछ भयो हो। सीता भयो भने के हुन्छ त? पिउँछिन् भयो। पिउने मान्छे को छ त्यही अनुसार बुझ्ने कुरा भयो सबै होइन त। आधार गर्नुपर्ने मान्छे भयो पिउनुहुन्छ हो। धेरैजना पिउने मान्छे छ भने पिउँछन्, आफू चाहिँ धेरैजना छौँ भने चाहिँ पिउँछौँ भन्ने कुरा भयो। ल कर्ता को छ त्यही अनुसार बुझ्ने कुरा भयो। अब तलमा जाउँ। सीता भनेको पखाल्नु, अन्तिमको दालाई छुटाउने हो। अन्तिमको दालाई छुटाउनका अगाडि सबै के गर्नु पर्यो? सार्नु पर्यो। अब फाछिम छ कि छैन त भन्दाखेरि फाछिम छ। अब कसरी याद गर्ने त भन्दाखेरि यसलाई तपाईँले स भनेर पढ्नुभयो। सङ्घ स आदि मात्रै हो है। स चाहिँ गर गर ब ब स अझ छ थ थ प ह प त प स च, यो चाहिँ आदि हो भनेर पढ्नुभयो। अब यी आएपछि के भयो? यो बल्ल सी भयो हो। अब तल स झुन्डेमा के त? बल्ल तपाईँले आदि त हुन्छ भनेर अन्तिममा पढेको अक्षर कुन हो त? तलको अन्तिमको अक्षर ई होइन, तलको। यो त एउटा आदि थियो, ई चाहिँ पुरा गराइदियो। अब अन्तिमको अक्षर कुन रहेछ? तल झुन्डिएको रहेछ भनेपछि फाछिम छ कि छैन त? अब फाछिम छ। कसको हल्ला सर आइरहेको छ? तपाईँको क्यामेरा अफ भयो। सर क्यामेरा अफ भयो। क्यामेरा अफ भएको हो? क्यामेरा अफ भयो। ब्याट्री लो भएर चाहिँ है। ल ठिक छ। ल अन्तिमको दालाई हटाइसकेपछि यसको अक्षर के भयो त? फेरि भनिदिन्छु म। यसलाई आदि स भनेर पढ्नु भयो हो। यसलाई आदि स भनेर पढ्नु भने बल्ल ई आएपछि के भयो? सी भयो भनेपछि अन्तिमको अक्षर कुन पढ्नु भयो? फाछिम पढ्नु भएछ। अन्तिमको अक्षर कुन भयो त? यो भयो होइन त। अब भ्यासमा फाछिम छ कि छैन? फाछिम छ। फाछिम भएमा के राख्ने? माथि नै हेर्नुहोस्। फाछिम भएमा सुनिदा राख्ने भनेको छ। जस्ताको तस्तै यही सुनिदा ल्याएर यसको पछाडि राख्ने भयो है। सिर सुनिदा भयो है। सिर सुनिदा भयो। अब सीता भने अघि के थियो त? मिनिङ पखाल्नु थियो भने अब पखाल्ने मान्छे चाहिँ को हो त? होइन त। पखाल्ने मान्छे राम छ भने पखाल्छ भयो। पखाल्ने मान्छे चाहिँ सीता हो भने पखाल्छिन् भयो। पखाल्ने मान्छे अथवा धुने मान्छे चाहिँ धेरैजना छन् भने पखाल्छौँ भन्यो। आफू बाहेक धेरैजना हुनुहुन्छ भने पखाल्छन् भयो। कर्ताको छ त्यही अनुसार बुझ्ने कुरा भयो। फरक फरक लेखिराख्नु परेन। हाम्रोमा चाहिँ फरक फरक लेखिराख्नु पर्यो। छु छ छिन फरक फरक लेखिराख्नु पर्यो भने कोही भाषामा चाहिँ फरक फरक लेखिरहन नपर्ने रहेछ भनेपछि सीता भनेको पखाल्नु। अब पखाल्छु, पखाल्ने मान्छे आफै हो भने पखाल्छु। राम छ भने पखाल्छ। सीता हो भने पखाल्छिन् हो। आवश्यकता अनुसार बुझ्ने कुरा रहेछ। डट डट राखे है। कसैलाई समस्या छ भने सोध्नु होला। अर्को अन्तिममा जाउँ। मुद्दा। मुद्दा भनेको सोध्नु। अन्तिमको दालाई हटाउनै पर्यो भनेपछि दालाई हटाएपछि अन्तिमको भागमा फाछिम छ कि छैन यति नै हेर्दियो। फाछिम छ कि छैन त? छ। म प्लस उले मु भयो। तल द झुन्डेको छ। द भनेको कन्सोनेन्ट हो। कन्सोनेन्ट झुन्डेर आएमा फाछिम हुन्छ। फाछिम भएमा सुनिदा जस्ताको जस्तै त्यही सुनिदालाई ल्याएर पछाडि राख्ने। सुनिदा। अब पुरै उच्चारण के हुन्छ त? थुत्सुनिदा, थुत्सुनिदा हुने भयो। अब थुत्ता भने के थियो? थुत्ता भनेको मुत्ता भनेको सोध्नु थियो भने अब मुत्सुनिदा भयो। मुत्सुनिदा भनेको चाहिँ सोध्ने मान्छे आफै हो भने सोध्छु भयो। राम छ भने सोध्ने मान्छे चाहिँ राम हो भने सोध्छ भयो। अब सोध्ने मान्छेको कर्ताको हो त्यही अनुसारको लाग्ने भयो। सोध्छ। सीता भए सोध्छिन्। आधार गर्नुपर्ने मान्छे भए सोध्नुहुन्छ होइन। यति त हो भनिराख्नु।
परेन। ल अब कसैलाई समस्या छ भने फेरि भन्नुहोस्। अब पनि कसैलाई समस्या छ भने समस्या भन्नुहोस् त। देखेको छैन सर, देखिएको छैन भन्नुभएको रहेछ, देखिएको होला अहिले। ल सर र सार्नु होला है। सर र सार्नु होला। अनि तपाईँलाई म थोरै होमवर्क पठाइदिन्छु। बनिदा र सुम्निदा घरमै बनाउनु होला। 30 वटा जति पठाइदिन्छु। मिनिङ कण्ठ गर्ने पनि, अनि बनिदा र सुम्निदा कुन चाहिँ लाग्छ हो, तपाईँलाई म 30 वटा जति वर्ड मिनिङ पठाइदिन्छु। त्यसमा चाहिँ तपाईँले दालाई हटाएर सुम्निदा लाग्छ कि बनिदा लाग्छ गर्नु पर्यो र अर्थ पनि लेख्नु पर्यो हो। सँगसँगै मिनिङसँगै अर्थ पनि पठाएको हुन्छु मैले। जस्तै हिजो पनि पठाइदिएँ, बिहान पनि पठाइदिएँ मैले होइन। दालाई हटाउने फाछिम छ कि छैन याद गर्ने। फाछिम भएमा सुम्निदा राख्ने हो, फाछिम नभएमा बनिदा राख्ने हो। यही काम चाहिँ तपाईँले भोलि गर्नुपर्ने हुन्छ। र बिस्तारै हामी चाहिँ अस्ति विभक्तिहरू पढ्यौँ, यसलाई मैले मेट्दा हुन्छ। सारिसक्नुभयो सर? हजुर यो पिउनु छ नि मासिदा, हजुर। अनि मा सिप उता त्यो के भन्छ, सिप्ने आउँछ र उता निदा पछि त थपिन्छ उता त्यसमा। फाछिम छ यहाँ हेर्नु त, छैन अन्तिमको छैन दालाई सर, हटाइयो। फाछिम छ कि छैन? छैन सर। छैन। फाछिम नभएमा के राख्ने? बनिदा राख्ने। यही बनिदा त राख्नुहुन्छ नि होइन। म त सर यस्तो, मैले त मा मात्रै सोचेको थिएँ, त्यही भएर मासी। सी पनि छ, सी पनि छ है, यहाँ सी छ। मासिन निदा। ल क्वेसन सोध्नु है, क्वेसन सोध्नु पर्छ पढ्ने बेलामा चाहिँ। क्वेसन सोध्ने भनेर अनावश्यक क्वेसन सोध्नु भएन, सोध्नुपर्छ भनेर त्यसरी होइन कि। नबुझिएको खण्डमा चाहिँ अथवा नबुझिएको अवस्था छ भने चाहिँ मजाले के गर्नु पर्यो, सोध्नु पर्यो। सोध्यो भने रमाइलो हुन्छ, मलाई पनि रमाइलो लाग्छ। तर फेरि भनिसके विषयवस्तुसँग सम्बन्धित कुरा होइन, विषयवस्तुसँग सम्बन्धित कुराहरू चाहिँ सोध्नु पर्यो। ल मेटिदिएँ मैले है त। जाँदा आजलाई यति गरौँ। ब्याट्री पनि लो भएको छ अलिकति मोबाइलमा। तपाईँलाई म 30 वटा जति वर्ड मिनिङ पठाइदिन्छु। त्यसको चाहिँ तपाईँले होमवर्क के गर्नु पर्यो भोलिलाई भन्दाखेरि मिनिङ सँगसँगै अन्तिमको दालाई हटाउने, सुम्निदा लाग्छ कि बनिदा लाग्छ कुन चाहिँ लाग्छ जोड्ने, र अर्थ के हुन्छ त्यो पनि लेख्ने है। भोलि फेरि म सोध्छु ल सबैजनालाई। राम्रोसँग पढ्नु होला। समस्या केही छ भने समस्या चाहिँ स्पष्टसँग राख्नु होला। बाँकी भनेको भइहाल्छ। ल यति गरौँ है त साथीहरू आज। सबैजनालाई शुभरात्रि है। ल हिजो मैले अस्तिको दिन मैले के गरेको थिएँ तपाईँहरूलाई इन्सा अभिवादनको बारेमा पनि लेखाइदिएको थिएँ। अब त्यो चाहिँ कस्तो हुन्छ भने 1 घण्टाको समयमा तपाईँलाई सोध्नलाई होइन पढ्नलाई अलिकति टाइम कम हुन्छ। तपाईँ आफैले के गर्नु पर्यो त, पढ्ने मान्छे मै हो, मैले चाहिँ पढ्नुपर्छ है अलिकति होइन। हामी ठुलो भइसक्यो हो, मैले गर्नुपर्ने काम म आफैले गर्नुपर्छ भनेर लागि पर्नु पर्यो। अब सोध्नको लागि भनेर त्यसरी पढ्ने होइन कि आफैले आफैलाई बुझेर आफ्नै लागि गर्नुपर्छ, मैले गर्ने बेला भयो भनेर चाहिँ लागि पर्नु पर्यो होइन त। अब 1 घण्टाको टाइममा अब मिनिङ सोधीहरूको दिन पनि भोलि पर्सिबाट छुट्याउँछु म। हप्ताको 1 दिन अथवा 2 दिन चाहिँ मिनिङ सोधी टाइमहरू राखौँला होइन। फरक भयो। आफूले चाहिँ के बुझ्नु पर्छ भन्दाखेरि मैले पढ्नुपर्छ, मैले गर्नुपर्छ। अरूलाई देखाउनका लागि भए तापनि, अरूले सोध्छ कि भन्दा पनि मैले चाहिँ गर्नको लागि, पास हुनका लागि, मैले चाहिँ केही सिक्नको लागि गर्दैछु है भनेर लागि पऱ्यो भने हुन्छ है। ल यति भन्दै आजलाई यही अन्त्य गरौँ है त। ल छाल सुमुसै हो। ल गुड नाइट है त सबैजनालाई।